नमस्कार दर्शक श्रोता मित्रहरूमा आज तपाईँ सामुमा एउटा कविता वाचन गर्ने अनुमति माग्न चाहन्छु। दर्शक श्रोता, यस कवितालाई मैले सामाजिक सञ्जालबाट लिएको छु, जसलाई लेख्नु भएको छ साहित्यकार तथा लेखक अर्जुन पराजुली सरले। उहाँले विशेष गरी त देशको विथिति र भ्रष्टाचारको बारेमा आफ्ना व्यङ्ग्य साहित्यिक सिर्जनाहरू सधैँ कलम चलाइरहनुहुनेछ र उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको रहेछ र त्यो कविता पढिसकेपछि मलाई असाध्यै मन पर्यो र आज मैले त्यही कवितालाई वाचन गर्दै यो सानो भिडियो बनाउँदैछु। तपाईलाई कविता कस्तो लाग्छ अन्तिममा सल्लाह सुझाव कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। र बाँकी कविताबाट कसैले पनि राजा बन्छु भन्ने थिएन, कसैले पनि राजा बन्छु भन्ने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। देश छोड भन्ने नारा बन्ने थिएन, देश छोड भन्ने नारा बन्ने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। कुलमानको 0 नम्बर आउने थिएन, कुलमानको 0 नम्बर आउने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। मरेको मान्छेले मलामी नपाउने थिएन, मरेको मान्छेले मलामी नपाउने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। जेल पर्नुपर्ने मान्छेले मन्त्री पाउने थिएन, जेल पर्नुपर्ने मान्छेले मन्त्री पाउनुपर्ने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। तिम्रो मुटुले जुलुस देख्दैमा, तिम्रो मुटुले जुलुस देख्दैमा ढड्याङ्ग्रो ठोक्ने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। तिमीलाई नेता बनाउने जनता तिम्रै विरुद्ध जाग्ने थिएनन्, तिमीलाई नेता बनाउने जनता तिम्रै विरुद्ध जाग्ने थिएनन्, तिमीहरू राजा नबनेको भए। तिम्रो अनुहार सम्झिँदा थुक्क थुक्क लाग्ने थिएन, तिम्रो अनुहार देख्दा थुक्क थुक्क लाग्ने थिएन, तिमीहरू राजा नबनेको भए, तिमीहरू राजा नबनेको भए। कसैले पनि राजा बन्छु म भन्ने थिएन, कसैले पनि राजा बन्छु म भन्ने थिएन, तिमीहरू राजा नबनेको भए। दर्शक श्रोता, विशेष गरी अहिलेको समसामयिक विषयलाई मध्यनजर गर्दै साहित्यकार तथा लेखक अर्जुन पराजुली सरले लेख्नुभएको यो कविता असाध्यै मन छुनेछ र वास्तवमा अहिलेका यी राजनीतिक दलहरूलाई व्यङ्ग्य गर्दै लेख्नुभएको यो कविता तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला भन्दै म यो कविता वाचन गर्ने अशोक छुट्टिन्छु। नमस्कार।